हेलो नमस्ते सबैजनालाई इट्स बिन सो लङ मैले भ्लग नबनाएको र आज चाहिँ म यता बालुटार कोरियन स्किन केयरमा छु र मेरो उमेर छ 32 years old 32 वर्ष र सबैले सोध्नुहुन्छ तपाईँको स्किन केयर के हो मेकअप नगरेर पनि लाइक स्किन राम्रो छ तर आई नो अहिले चाहिँ अलिकति यो एक्ने मार्क्सहरू छ बिकज आई जस्ट ह्याड माई पिरियड्स मेरो भर्खर महिनावारी भएको थियो महिनावारी हुँदाखेरि मेरो जहिले पनि अलिअलि एक्ने आउँछ बट अदर देन द्याट मेरो स्किन क्वालिटी एकदमै राम्रो छ भनेर यहाँको क्लिनिकको दिदीहरूले पनि भन्नुहुन्छ होइन सो आज चाहिँ आई एम डुइङ दिस मन्थली फेसियल ट्रिटमेन्ट मेरो अनि स्यास्या भयो धेरै बोलेर एनिवेज मन्थली ट्रिटमेन्ट स्किन ट्रिटमेन्ट मेरो अनि यहाँ चाहिँ कसरी के गर्छ भनेर म तपाईँहरूलाई देखाउँछु अनि लेट्स गो एन्ड सी ओके लेट्स गो र तपाईँहरूलाई पनि यहाँ स्किन केयर गर्नु छ भने चाहिँ यहाँ सबै नम्बर अनि लोकेसन यही छ सो वी आर गोइङ इनसाइड र हामी एन्टर गर्दैछौँ र यहाँ स्पेसल मान्छेहरू हुनुहुन्छ हाम्रो पापी दिदी मेन ओनर एन्ड सिइओ अफ कोरियन स्किन केयर हेलो सबैजनालाई है अनि उहाँ चाहिँ विशाल गुरुङजी हुनुहुन्छ भेटरन फ्यासन आर्टिस्ट Hello, everyone. देखि हाई अनि हजुर कोरियामा कति वर्ष यो स्किन केयर सिकिरहनु भन्नु न म चाहिँ कोरियामा 13 वर्ष नेपालमा 2009 देखि खोलेको अहिले नेपालमा चाहिँ 16 वर्ष भयो भनौँ न 16 वर्ष भयो है अनि हाम्रो यहाँ मेन स्पेसियालिटी चाहिँ सबैभन्दा धेरैजना चाहिँ के इस्यु लिएर आउनुहुन्छ अनि तपाईँले यहाँ सबैभन्दा धेरैजना चाहिँ नि पिगमेन्टेसनको लिएर आउनुहुन्छ कति ठाउँमा गएर मेरो पिगमेन्टेसनै गएन भन्नेहरू एकदमै धेरै हुनुहुन्छ होइन हजुर उहाँहरू चाहिँ जस पिगमेन्टेसनको ट्रिटमेन्ट गरेपछि एकदमै धेरै सेटिस्फाई हुनुहुन्छ अनि हाम्रो चाहिँ नि फेरि पिगमेन्टेसनको ट्रिटमेन्ट गरेपछि कहिले ब्याक फर्केर नआउने नै त्यो सबैभन्दा राम्रो कुरा हो होइन अनि यहाँ त अब समस्या त धेरै नै सबैको आफ्नो आफ्नो हुन्छ कसैको पिम्पलहरू हुन्छ कसैको रिङ्कल कसैको ड्राई स्किन कसैको ओइली अनि पोर्सहरू यस्तो विभिन्न समस्याहरू चाहिँ लिएर आउनुहुन्छ तर स्किनको लागि मेन एकदमै कहिले फर्केर नआउने काहीँ नभएको भनौँ न होइन पिगमेन्टेसनको लागि एकदमै बेटर छ है यहाँ चाहिँ नि एकदमै बेस्ट हो मैले पनि देखेको छु पनि यहाँ आएको कति वर्ष भइसक्यो है दि हजुर बेस्ट लाग्छ मलाई स्किन चाहिँ अनि प्रोडक्टहरू पनि एकदमै राम्रो छ आफूले प्रमिता बहिनीले पनि युज गरेर थाहा भयो होला हो नि डिएमसेलको प्रोडक्ट्स है डिएमसेलको प्रोडक्ट्स फेरि दिखोमा मात्रै हुन्छ नि हो डिएमसेल प्रोडक्ट सबै नेचुरल र प्रिजर्भेटिभहरू भएको कारणले यस्तो राम्रो छ होइन जति वर्षदेखि युज गरेँ सधैँ त्यति नै वर्ष देखिन्छ क्या जहिले यङ देखिन्छ है थाहा छ नि है म आफ्नो म भेटेकोदेखि म जहिले त्यस्तै देख्छ है विशालजी हजुरलाई ट्रिटमेन्ट कस्तो लाग्छ हाम्रो कोरियन यस्तो छ अब कोरियन स्किन केयर मात्र भनेर नहुँदो रहेछ द्याट वाट आई फेल्ट आफ्टर यहाँको सर्भिस लिइसके पछाडि अनि मोर पिपुल आर भेरी मच क्रेजी एन्ड भेरी मच त्यो हुन्छ नि एक प्रकारले त्यो पागलै भएर कोरियन प्रोडक्टको पछाडि लागेको छ कि सो यहाँ आइसकेपछि वाट आई फेल्ट भन्ने कुरा चाहिँ सबै कोरियन स्किन केयर कोरियन प्रडक्ट भन्ने बित्तिकै सबै राम्रो नहुँदो रहेछ होइन त्यसको पनि आफ्नो एउटा लेभल हुँदो रहेछ क्याटेगोराइज हुँदो रहेछ सो यहाँ चाहिँ जुन कोरियन स्किन केयरमा यो डिएम सेलको प्रडक्ट्सहरू चाहिँ युज गरिन्छ यहाँको सर्भिसमा सो त्यो डिएम सेल चाहिँ उहाँले अघि भने जस्तै नेचुरल प्रिजर्भेटिभ्सहरू अर्ग्यानिक फर्ममा चाहिँ उहाँले चाहिँ युज गरेको भएर स्किनलाई चाहिँ इन अ पोजिटिभ वेमा चाहिँ अफेक्ट गर्दो रहेछ होइन अब नेगेटिभ रूपमा चाहिँ एफेक्ट गर्ने त कुरै भएन बिकज इट्स अल अर्ग्यानिक प्रडक्ट इट्स युज नेचुरली बेस्ड प्रिजर्भेटिभ्सहरू नै राखेको भयो होइन प्रडक्ट्सहरूमा इन्ग्रिडियन्ट्सहरू एभ्री इन्ग्रिडियन्ट्सहरू चाहिँ एकदमै अर्ग्यानिक छ त्यसले गर्दाखेरि मेरो यो डिएमसेलको युज गरेर मेरो स्किनमा यो प्रब्लम हुने हो कि त्यो हुने हो कि समस्या त्यो आउने हो कि भन्ने चाहिँ सोच्नै नपर्दो रहेछ बरु भएको जति पनि तपाईँको प्रब्लमेटिक स्किन छ त्यसलाई चाहिँ क्योर गर्दै जान्छ बिस्तारै हामी जहिले पनि याद गर्नुपर्छ केमिकल रहित प्रडक्टले चाहिँ छिटो रिजल्ट दिन्छ होला तर इफेक्ट पनि गर्छ इन अ नेगेटिभ वेमा तर अर्ग्यानिक फर्ममा बनेको प्रडक्ट्सहरूले चाहिँ इट टेक्स टाइम तर तपाईँको स्किनलाई दीर्घकालीन असर नपर्ने गरेर रिलायबल तरिकाले चाहिँ तपाईँको प्रब्लमेटिक जति पनि प्रब्लम्सहरू हाम्रो स्किनमा हुन्छ त्यसलाई चाहिँ
ठक्क जरादेखि काटेर फाले जस्तो होइन दि हो हो नि है जरादेखि त्यही त एकदम कतिजना आउनुहुन्छ नि है दि अरू प्रडक्ट्सहरूले स्किन जलेर ड्यामेज हो, भएर त्यो हो। अरूले सुनेको भरमा स्किन केयर गरेकोहरू है हो, सो हो। अरूले भरमा गरेको भन्दा पनि एक्चुअल प्रोफेसनलले गर्दाखेरि राम्रो है हो नि स्किन सम्बन्धी जो पढेकै हुनु पर्यो होइन अनि हो। हाम्रो चाहिँ नि स्किनमा यस्तो हामी चाहिँ लेजरहरू केमिकल पिलहरू हामीले गर्दैन हामीले ट्रिटमेन्ट गर्दाखेरि सबै नेचुरल प्रकारले गरिन्छ त्यही भएको भएर पोतो ब्याक फर्केर कहिले आउँदैन कि त्यही भएको भएर सबैजना पोतोहरू भएकोहरू के अरे जहाँ पाए त्यहाँ चाहिँ नि पैसा वेस्ट नगर्नु होला होइन किनभने ठिक ठाउँमा सही ठाउँमा चाहिँ नि आफूहरूले चाहिँ नि खर्च गर्नुभयो भने त्यो अनुसारको आफूहरूलाई रिजल्ट पनि आयो भने आफूलाई पनि तिरेको जस्तो फिल पनि हुँदैन नि त होइन आफूलाई सन्तुष्टि भएपछि त्यही भएको भएर हजुरले अलिकति ध्यान दिएर के अरे स्किनको बारेमा चाहिँ नि बुझेर अनि प्रोडक्टहरूको बारेमा नि धेरै बुझेर हजुरहरूले चाहिँ नि ट्रिटमेन्ट गर्नुपर्ने नि जरुरी हुन्छ है र हामीसँग चाहिँ अहिले हुनुहुन्छ आशमा कोरियन स्किन केयरको नमस्ते र उहाँ चाहिँ यहाँको स्किन एस्थेटिसियन हुनुहुन्छ र आशमा हामीलाई चाहिँ डिएम सेलको क्या हुन्छ नि मोस्ट इम्पोर्टेन्ट बेस्ट सेलिङ प्रडक्ट्सहरूको बारेमा भनिदिनु न यहाँ हेर्न सक्नुहुन्छ मैले यहाँनिर हजुरको यो सर्टेन प्रडक्टहरू चाहिँ एकदम बेस्ट सेलिङ प्रडक्ट चाहिँ राखेको छु हाम्रो क्लाइन्टहरूले एकदमै धेरै मन पराइदिनु भएको अनि हामीले पनि बेस्ट रेकमेन्डमा चाहिँ हेर्न सक्नुहुन्छ फर्स्टली चाहिँ हाम्रो यो एम्पुल मिस्ट टोनर रहेको छ यो टोनर चाहिँ हाम्रो कस्तो छ भन्दाखेरि चाहिँ इमिडिएटली स्किनलाई ब्राइटनिङ टोन अप गर्नुको लागि हो है किनभने पानीको ब्यालेन्स बुस्ट हुनुको साथसाथै पनि हजुरको फाइन लाइन्स क्रिज लाइनहरूलाई पनि इमिडिएटली नै हजुरको चाहिँ बुस्ट अप गर्ने काम गर्छ है त्यो ड्राइनेसलाई चाहिँ एकदम छिटो राम्रो रिकभर गर्नुको लागि इभन हजुरले चाहिँ यो चाहिँ मेकअपको माथिबाट पनि स्प्रे गर्न पाउनुहुन्छ है सेटिङ स्प्रे जस्तो ग्लोवी इफेक्ट दिन्छ है एकदमै राम्रो हुन्छ एउटा यो भयो एम्पुल मिस्ट हजुर र त्यसपछि हाम्रो सबै यो स्किनको तहहरूलाई नै एकदमै राम्रो एक्टिभ गर्नुको लागि यो चाहिँ हाम्रो चाहिँ इपिडर्मल ग्रोथिङ फ्याक्टरको लागि चाहिँ स्किन रेनेबल क्रिम रहेको छ एज अ मोइस्चराइजर मर्निङ एन्ड नाइटमा हजुरको अल सिजनको लागि धेरै राम्रो हुने कुरा ड्राई टु नर्मल स्किनलाई ए भनेपछि सबै स्किन टाइपलाई हजुर एउटा यो मोइस्चराइजर रहेको चाहिँ एकदमै बेस्ट हाम्रो चाहिँ यो मोइस्चराइजर पुऱ्याउन धेरै गाह्रो नै हुन्छ है हजुर यो आउट अफ स्टक भइरहेको छ है एकदमै एउटा यो भयो अनि यहाँ हेर्न सक्नुहुन्छ यो चाहिँ हाम्रो चाहिँ भाइटामिन सी रहेको छ है यो चाहिँ प्रपर हजुरको यो पिगमेन्टेसनको मार्कहरूको लागि त्यसपछि एक्नी स्कार्सहरूको लागि ब्लेमिसेसहरूको लागि चाहिँ एकदमै राम्रो मोर इफेक्टिभ रहेको छ है यो पनि हामीले चाहिँ धेरैलाई नै युज गरिसकेको छौँ पछि पोतो रिटर्न ब्याक आउने चान्सेस चाहिँ हुँदैन यो चाहिँ एकदमै मेन्डेटरी ए सो पिगमेन्टेसनको लागि चाहिँ यही हो है हाम्रो कन्सन्ट्रेटेड भाइटामिन सी अनि अर्को चाहिँ हाम्रो टिएमसलको 90 नहुने भनेको चाहिँ यहाँ छ फेसन मेरो पनि फेभरेट अब यसमा चाहिँ मेन इन्ग्रेडियन्ट्सहरू के छ भन्दाखेरि चाहिँ मोरओभर हजुरको चाहिँ युभी रेहरूलाई ब्लक गर्नुको साथसाथै स्किनको इलास्टिसिटीहरू मेन्टेन गर्ने त्यसपछि हजुरको चाहिँ एकदमै गाढो हुन्छ नि एकदमै गाढा गाढा दागहरू अब पिगमेन्टेसन भयो त्यसपछि चाहिँ एक्नी स्कार्सहरू भयो त्यो सबैलाई चाहिँ रिकभर गर्ने एकदमै लाइट बनाउने छालालाई है अनि हजुरको चाहिँ सन ब्यारियरहरू ड्यामेजहरूलाई पनि रिकभर गर्ने चाहिँ फेसल प्रोटेक्सन क्रिम यो चाहिँ एकदमै हजुरहरूले पनि ट्राई गर्नु धेरै राम्रो रहेछ है सनस्क्रिन भन्दा पनि खतरा सनस्क्रिन भनौँ न है एकदमै राम्रो रहेछ सो गाइस त्यही नै हो सो म चाहिँ यहाँ आएको धेरै वर्षै भइसक्यो अब लाइक 5 to 6 years म मुम्बई जाँदाखेरि पनि यहाँबाट स्किन केयर धेरै स्टकअप गरेर जान्छु स्पेसली यहाँको सनब्लक चाहिँ एकदमै राम्रो छ सनब्लक र मोइस्चराइजर चाहिँ अनि त्यसपछि अब मेरो स्किन ट्रिटमेन्टको टर्न छ अनि त्यहाँभित्र गएर हेरौँ सो कस्तो प्रोसेस जान्छ भनेर अनि तपाईँहरूलाई पनि यदि केही स्किनको सम्बन्धी छ भने अवश्य पनि यु क्यान कल दिस प्लेस दिदी बोल्नु भएको छ अनि या दिस प्लेस अनि दिस प्लेस इज रियली नाइस लाइक स्किनको चाहिँ तपाईँको ढुक्क भयो हुन्छ यहाँको सर्भिस र प्रडक्ट्सले चाहिँ र लेट्स गो एन्ड डु माई ट्रिटमेन्ट्स ये गेटिङ रेडी pamper time nice massage नाइस Sonica Kapuka Slimer
एउटा निस्क्यो हाई गाइस र मेरो फाइनली मेरो 1 घन्टाको स्किन ट्रिटमेन्ट फेसियल सकेको छ र बिचमा कति स्टेप्सहरू खिच्न बिर्सेँ बिकज यति रिल्याक्सिङ थियो कि म निधाएछु तर मेरो स्किनको क्वालिटी अहिले एक्सेप्ट यो एक्ने मार्क्सहरू चाहिँ एकदमै राम्रो वेल मोइस्चराइज्ड अनि एकदमै हाइड्रेटेड ग्लोई भएको छ सो आइम रियली ह्याप्पी अनि यो चाहिँ युजली फ्यु डेज पछि चाहिँ झन् राम्रो रिजल्ट देख्छ यो फेसियलको अनि त्यही नै हो आई लभ माई स्किन र तपाईँहरूलाई पनि भिजिट गर्न मन छ भने म यहाँको कन्ट्याक्ट नम्बर यहाँ या तल क्याप्सनमा डिस्क्रिप्सनमा लेख्ने छु र I'll see you guys soon. Bye.